नमस्कार मेरो फेसबुक फ्यामिली। अनि आज चाहिँ मैले फेरि भिडियो ल्याएको छु है तपाईहरुको लागि। अनि यस्तो भिडियो चाहिँ मैले अस्ति पनि लगाएको थिएँ मिर्गको भिडियो। त्यसमा चाहिँ एउटा मात्रै थियो नि त। अन्त हेर्नुस् न, म चाहिँ ड्युटीबाट फर्किँदै थिएँ हैन। ड्युटीबाट फर्किँदै गर्दाखेरि चाहिँ मिर्ग चाहिँ बाटो झर्दा रहेछ नि त। त्यो पनि दुईटा रहेछ। अन्त माउ छोरी जस्तो लाग्यो, आमा छोरी जस्तो लाग्यो सायदै, किनभने एउटा चाहिँ कलिलो देखिरहेको छ, एउटा चाहिँ अलिक ठुलै देखिरहेको छ नि त। अन्त चाहिँ हेर्नुस् न, यति साह्रो मजाले चढिरहेको छ। खानु चाहिँ के खाएको, यसको वरिपरि फलफुलको पनि केही पनि बोट छैन है। यहाँ माथि चाहिँ लामपातेको मात्रै बोट छ। सायदै त्यसको फुलेर झरेको फल चाहिँ पुरा भुइँभरि थियो नि त। त्यही खाएको हो जस्तो चाहिँ लाग्यो है। बाटोकै छेउमा थियो नि त। अन्त ड्युटीबाट फर्किँदै गर्दाखेरि चाहिँ अन्त मैले स्पिड फोन निकालेर चाहिँ रेकर्ड गर्न थालेँ नि त, भिडियो गर्न थालेँ हैन। अन्त हेर्नुस् न, म हिरेको पनि चाल पाएको छैन यसले चाहिँ। अन्त म पनि एक ठाउँ बसेर भिडियो गरिबसेँ हो, देखेकै छैन। यति साह्रो दामी छ हेर्नुस् न। यसपालि नै होला मैले पनि यस्तो मिर्ग चाहिँ नजिकबाट हेर्नु भएको, साँच्चै होला। अरू बेला त टाढोबाट देख्नु साथ यति छिटो चाल पाएर भाग्थ्यो कि। यसपालि त दुईजना हेर्नु न, कंगारु जस्तै देख्दैछ है पछाडिबाट। यति साह्रो मजाले चढिरहेको छ कि। नि भिडियो लास्टसम्म हेरिदिनु होला। अनि थ्याङ्क यू हेरिदिनु भएकोमा। मन पर्यो भने सेयर गरिदिनुस् होला।